आफू चाहिँ शुद्ध बोल्दैन अनि लड्यो भनेको लड्यो के ब्रदर लड्यो चल दाँत त चेन्ज गर्नुपर्छ गलत गलत बोले है कि काम छ दाँत चेन्ज मैले बोल्दा अर्कै सुनिन्छ भने त म दाँत चेन्ज गर्नुपर्छ यार लड्यो भने लड्यो कहाँ रहेछ ढुङ्गा थ्याङ्क यू धन्जी गाइज लौ न 20 विन भइसक्यो लौ कान्छा के कान्छ यात्राको कान्छ सुन्दै बोल्दैन मुर्दार लड्यो ब्रदर के लड्यो कहाँ लड्यो स्पेलिङ भनिदिउँ स्पेलिङ भनिदिउँ स्पेलिङमा होइन यो नेपालीमा बोलेको तिमीले बुझेन स्पेलिङ भनिदिन्छु मैले बुझेँ कि कहाँ लडेको हिलोमा लडे कि बाटोमा कि पानीमा कि कता खोइ कता लड्नु भयो लड्यो घरि त लड्यो पनि आउनुहुन्छ घरि लड्यो ए भ्युअर्सहरु 20 वटा विन यो कान्छाले जित्यो यार मलाई गीत गाइदिनु कान्छा आज एउटा र्याप ल जेसुकै होस् छोरी मान्छेले कहिले जित्छ त कान्छा र्याप हान्दिनु एउटा ल अनि म इन हुन्छ लाइभ र्याप यो ईदमा आउँदैछ अहिले गाउने एउटा कुन खालको सखा लाउँदिन फिलिपिनी रानीमा भन्ने गीत त्यो पुरानो त मिक्सिङ छैन क्या नयाँ नयाँ र्याप छ अहिले त लु नयाँ कुन आएको छ दुर्गेश थापाको हो ल गाउनु होइन बजारमा उपलब्ध बजारमा मैले छोडेको छैन तपाईको गीत गाउने चीज खोइ त माइक साइक छैन भित्र तपाईलाई दिन्छु भनेको अस्ति म आउँदा भेट्दा दिएन अब चाहिएन सिलुको जस्तो हान्दियौ गीतै सुनाएन कस्तो हो म जन्मिँदा तैले खेल्थ्यो धुलो मैले खेल्थ्यो सिलु दिदीको गीत क्या 25 करोडको गीत निकाल्नु अब 25 करोडको गीत कति हल्ला गरेर चाहिँ राणाहरू यार डिस्टर्ब तपाईलाई बोलाएन त्यसले मैले खेल्थ्यो हजुर नरिवलको तेल लाउनेले बोलाएन तपाईले मतलब कोन रे उतापट्टिको त्यसले नरिवल तेल पो लाउँछ एउटा काली हो एउटा पाकिस्तानी हो पाकिस्तानी नरिवलको तेल पो लाउँछ मैले त थाहा छैन ज्यान ठुलो हुन्छ उनीहरूको नरिवलको तेल त लैहाल्छ मलाई निन्द्रा लाग्यो ल म एउटा यो गेम खेलेर सुत्छु मलाई झ्याउ लाग्यो तपाईले पनिसमेन्टै गर्नु भएन 1200 जनाले मेरो गीत आउँदै छ हैन के आलु हजुर तपाईले जित्दा चाहिँ पनिसमेन्ट मैले जित्दा चाहिँ के आलु अब तपाईले एउटा भुत्लो भाङ जितेको छैन के जित्छ त धेरै हेप्ने होइन 21 वटा त मैले जितिसक्यो अब कसरी जित्छ त 21 वटा 15 वटा तपाईले अघि नै 17 18 वटा कहाँबाट लिएर आउनु भएको थियो अब कुरा 100 त पुग्दैन ए गाइस 100 ट्याप ट्याप पुराउनु पर्छ यहाँ हेपे मलाई लगभग ट्याप गर्नुस् त सबैजनाले 21 वटा विन भएछ अब यो लास्ट गेम हो म सुत्छु यति भनेपछि हान्नुहुन्छ के उतातिरबाट गाइस थ्यांक यू सो मच मेरो प्यारो दाइहरु 1300 जनाले हेर्नु भएको छ कान्छाले लास्टले हेपे मलाई न्यू खोज्यो अब यसलाई ब्रेकअप दिन्छु म सुत्छु ठीक छ नो नीड गर्लफ्रेन्ड आई हैव राइट ह्यान्ड डु यु अन्डरस्ट्यान्ड चाहिँदैन हामीलाई गर्लफ्रेन्ड आई हैव राइट ह्यान्ड
आएको छ दुत्री म बुझ्दिनँ त्यस्तो कुरो हावा कुरो गर्ने होइन यहाँ धेर बुझ्नेले बुझिसक्नु भयो तिमीले किन बुझ्नु नयाँ नयाँ कुरा समातेर रुवाई रुवाई पार्नलाई फेरि हो हावा हावा कुरो गर्ने होइन यहाँ हल्लाउने भनेको हावाले नै हो रुखहरू follow. Thank you so much. I have a right hand. Yes. Hello, yes, it Yes. was. What the fuck is man? I have a right hand. Do you understand? त्यो पनि चाहिँ मेरो ऱ्यापमा ऱ्याप छ क्या त्यो चाहिँ ऱ्याप होइन चारैतिर साथीभाइ चारैतिर फ्यान नो निड अ गर्लफ्रेन्ड आई हेभ अ राइट ह्यान्ड डु यु अन्डरस्ट्यान्ड व्हाट द फक इज जामा गीत कसले सुन्छ यसको तपाईँले नसुन्नुहुँदा सुन्नेले सुन्नुहुन्छ सुन्दैन तर तपाईँ एकजना नसुन्दा मैले गीत त रेकर्ड गर्दिनँ भन्ने चाहिँ हुँदैन गरिन्छ म भएन भने तपाईँको केही चल्दैन गीत मात्रै होइन हावाको नगर्नु धेर तपाईँले अहिले तपाईँ बिना मेरो केही चल्दैन भन्ने कुरा गर्छ भने नि सिलु दिदीको गीत याद आयो फेरि मैले तिमी खेल्छ धुलो तिमीले धुलो खेल्ने बेलामा त्यही हो किन बाजेको रे नबाज भन्नु त त्यसलाई काटा ओइ रन्डाहरु कुरा मिलेन अझैसम्म बुझ्नु भयो नि त्यही त हो नि डेन्जर हो नि म त फेरि यहाँ त के खाएको खान्छ मलाई दिनु न भोक लागिरहेको छ मासु दिनु न साँच्चीकै भोक लाग्यो जस्तो कस्तो अनुहार बिगारेको हौ सिलु दिदीको सङ गाउनु न म टिकटकमा हाल्छु तपाईँले गाउनु सिलु दिदी गीत मलाई आउँदैन मलाई थाहा छैन को हो सिलु म चिन्दैन मलाई मात्रै चिन्छ तिमीले खेल्दा धुलो मैले खेल्थ्यो बल ठुलो ठुलो हिँड्दाखेरि हुन्थ्यो मेरो खुट्टा लुलो लुलो तेरीमा मुलो कुच्यो है लाना तामास्यौ ग्राममा साम्बा थिला लुक्दै रक्सी खाँदै गरिरहेछ है साथी हो लुक्दै रक्सी खाँदै थुक्का जन्दगी ओ जन्दगी यो तलको ऊ मान्छेले लखेटेर आयो क्या ठिक छ अहिले होइन किन हाँस्नु भएको खाना एनिवे मेरो प्यारो दाइहरू थ्याङ्क यू सो मच दिजुहरू सिलुले गर्छ इलुले गर्छ त्यसले रक्सी पिउँदैछ पियोस् मोटा भने सुनेन जुस खाइरहेको छु के को रक्सी खान्छौ किन पिएको रक्सी यो रक्सी भन्छ यसलाई होइन गिलासमा कपमा हालेर खाने ढाँट्ने होइन धेर ढाँटे पनि झुट बोल्दिनँ भनेपछि तपाईँ आफै सम्झिनु ढाँटे पनि झुट बोल्दिनँ मैले झुट बोल्ने पनि ढाँट्दिनँ जाने कि खेल्ने म जान्छु मलाई त नोरी मलाई टेन्सन छैन एउटा गयो अर्को आउँछ थुक्का रन्डो यस्तोको माया नि के माया भन्ने यस्तो छ्या यहाँ सुन्नु पहिला हिरो भन्थ्यो सबै भन्दा अहिले भन्छन् बोका बोका त अब रन्डा भन्न थाल्यो होइन त पहिला हिरो भन्थ्यो सबै भन्दा अहिले भन्छन् बोका बोका त रन्डा गर्न थाले क्या हो कान्छी तिमीले धन्दा त्यहाँ भन्दा बढी जाने
माया प्रीति बस्न थाले मन्दा मन्दा के गर्नु एनीवे गाइस सबजना प्यार दाइहरु ट्याप गर्नु ट्याप सोटाहरु सोल्टिनीहरु इष्टमित्र मेरा अंकल आन्टी ट्याप गरौँ न बिजोक फ्यामिली हजुर हेर बिजोक यसो गर्दा नि बिजोक भन्छ जे गर्दा नि बिजोक भन्छ टोपी लाउनु यो ब्रान्ड हो नि फेरि हैन फोते सोल्टीलाई उसको स्वास्नी कता हाल्यो सोध्नु त सिस रे कमेन्ट कम त खुसी भएको छैन त्यसका बाजे कमेन्टै त्यस्तो गर्छु त अनि के गर्नु त मैले नपढ्नु फेरि पढ्नु त एकचोटि फोते सोल्टीले उसको स्वास्नी कता हाल्यो सोध्नु त सिस भनेछ स्वास्नी मतलब तीनजनाले स्वास्नी कता हाल्यो रे कता हाल्यो भन्ने कुरा पनि सोधेर हुन्छ नि त्यो भने अटोमेटिक प्रकट हुने ठाउँ हो सबलाई थाहा हुने ठाउँ हो होइन कता हाल्यो भनेर सोध्ने कुरो हो थ्याङ्क यू मेरो मुटुहरू गाइज 1 मोर दिनु न 22 विन परिसक्यो किन चिन्ता गरिछौ र थोते सोल्टीले कता हाल्यो सोध्नु न सिस भन्छ भने उहाँलाई सिधा भनिदिनु कन्फ्युज छैन ठिक ठाउँमै हालेको छु उत्तर सुन्नु भयो नि मैले भन्नु पर्दैन हैन हजुरहरुलाई त्यही हो के भनिसिन्छ हजुरहरुले नानीलाई आन्टी भन्नु न भाइ बियोस होस् भन्नु नानीलाई के भन्नु रे केही भन्नु भएको छैन उहाँहरूलाई हामी त मेरो प्यार दाइहरू त त्यस्तो भन्दै भन्नु मेरो मनैबाट निस्किने कुराहरू मात्रै भन्यो मैले जे पाइ त्यही नबोल लगान्छ के छ त आन्टी अनि सन्चै हुनु कसले भने आन्टी कसलाई भने हजुरलाई मुद्दा रन्डो रन्डो जे पाइ त्यही बोल्छ आन्टी भन्दा रन्डो हुन्छ यसको बाजे जोडी मिल्छ भन्छ यहाँ सुन्नु आन्टी भन्दा रन्डो भन्नुभयो भन्नु के नाटक गरेर यहाँ लाइन बसेछ त सबैजना यहाँ सुन्नु न आन्टी भन्दा हजुरले रन्डो भन्नुभयो मुदु रन्डो माया प्रीति गरेर मैनै खायो भने त बलात्कारी भन्छ होला यार म त गर्दिन म त के माया प्रीति चुम्मा चाटी नै भन्ने केटीको बानी हो कर गरे हामी थाहा छैन जस्तै माइकल लाल पनि आएर पास हावा बाइक केही बोल्दैन नै हावा होइन म पनि त्यस्तै पाकिस्तानी एचआरसँग भिडियो युट्युबमा भाइरल छ त रे हो म पनि त्यस्तै खालको हो भने नि मेरो अहिले लगभग 108 कटेपछि तपाईले हाले होला कुलुङजी त्यो भिडियो अनि एकछिन सुन्नु न भने म पनि भने मान्दै हिँडेको भए अहिलेसम्म 108 कट्थ्यो 108 कटेपछि भाग्यमानी हुन्छ रे सोध्नु त दाइहरुलाई म एकदम भाग्यमानी हुन्थ्यो साला त्यही कटेर भाग्यमानी भएको छु जोडी चाहिँ बबाल छ है भन्नुभएको छ हाम्रो मगर धर्मजीले हो नि अहिले दुबईमा 10 बजेर 46 मिनेट 46 मिनेट गयो 10:46 गाइज टाइम भएको छैन है गएको यार बेजित भयो भ्युज करोड पुग्न लाग्यो रे पुगोस्
हिजो पाकिस्तानी केटीलाई लत्रकै पारेको थियो नि थोतेले लत्रकै पारे हो किन थोतेसँग जो आयो लत्रकै न लत्रकै हुन्छ मतलब भिजेको कपडा कति हुन्छ लारक सालक मलाई चाहिँ थाहा भएन है साथी हो लत्रक लुत्रुक परे रे भन्छ के भने उहाँहरूले हेरिरहनु भएको छ नि त हजुरले त कहाँ थाहा हुन्छ ब्लक हानेपछि यत्र थाहा हुन्छ मैले ब्लक हानेर बसिरहेको मैले त नानी किन आउँदैन आजकल भन्छु त यसो हेर्छु त ब्लक पो हाने रहेछ मलाई त अनि मुर्दार किन रिस उडायो त मलाई खासमा मैले एकचोटि ब्लक हानेको थिएँ अस्ति लाइभमै हो होइन के पो भयो सुत सुत भनेको रहेछ भने अलिअलि तिरिमिरी थियो आँखाले देखेन ब्लक हानेको हानिदिएको त तपाईँले एउटामा हान्नु हो मैले 3टामा भ्याएँ इट्स ओके नो प्रब्लम म चाहिँ अस्ति आँखा नदेखेर तिरिमिरी कसले गाली गरेर फ्ल्याट्टै ब्लक हानिहाल्छु भनेको चाहिने बेलामा अनि कालीगाउँमा मेरो भ्युर्स बढाइदेऊ न भन्दै मेरो गेस्टमा आएर ढोक्ने अनि नचाहिने बेला चाहिँ मलाई यार ब्लक गरेर मान्छे ट्राप इट्स ओके केही छैन तपाईँले भ्युर्स बढाउनु भयो तपाईँको पनि म बढाइदिन्छु टेन्सन तपाईँको लागि भ्युर्स बढाउँदैन मैले जनसङ्ख्या बढाइदिन्छु तपाईँको भ्युर्स तपाईँ आफै राख्नु मलाई माया गर्ने मेरो जनसङ्ख्यालाई के भन्छ सोसाइटी हावा कुरो गर्ने होइन नो प्रब्लम हावा कुरो नगर्नु के कुशल लुङ्गा तपाईँ यार के भन्दै कमेन्ट गर्नुहुन्छ म त कमेन्ट पढ्न आएको नि थोरै दाइ भन्नु छ 23 विन पार्दा सुत्त केही गर्न सकेन भनेपछि मेरो राष्ट्रको बेइज्जत गर्नु भयो ब्रदर यस्तै कमेन्ट पढेको जस्तो स्कुल पढ्ने भयो अहिले खाडीमा हुन्थेन होला तपाईँले कहिले काहीँ त यस्तो रिस उठ्छ नि अनि पो मुर्दार भन्छ मैले रिस उठ्नुहोस् नो प्रब्लम हाम्रो त्यस्तो जाब त उठिरहन्छ त्यस्तो त हाम्रो त 5 मिनटमा उठिरहन्छ रिस हामीले मुर्दार भन्नु कति बजाको स्वाई गर्ने बजाइरहेछ त बजाङ मैले के छुकै छु नि यहाँ मैले पप्पुले मुटु डबल ट्याप हान्नुहोस् कि सबैजनाले मुखले हाँस्नु न सक्नुहुन्छ दम छ गरेछ मोबाइलको बजाएको छ रक्सी खाँदैछ त्यहाँ आइरक थुङ्बा न्योइबा तिलतामा सुङ्ग्री खाँदा केबा यसलाई जिन्दगी फेरि के नेपाली भन्नु सक्नु हामीले लुकेर त्यो छेकेर हुँदैन के नेपालीमा बुझ्ने गरे भन्नु त रक्सीको जिन्दगी भनेको के रक्सी खाएको छ रे रक्सी खाएको छ लाइभ बसेछ भने रिप्लाई ऱ्यापबाट हान्छु ल माफी मुस्किला तेरो बाउको टाउको मेरो बाउको टाउको आमालाई चाहिँ नभन्न यार कान्छ छ्या तपाईँ मुला साग तेरो बाउको टाउको यस्तो क्या हजुर नरिसाउनु होला यो चाहिँ मैले गीत निकालेको छु क्या गाइज वान मोर गीत निकालेको छु रेकर्ड भएको छैन वान मोर फुल एउटा फुल 327 जना भ्युअर्समा एउटा फुल छैन नदिन चुप लाग्नु मेरो दाइहरूले एउटा फुल दियो भने त आँडै भन्छ बुढाहरू के बोले यसले कारबाही गर्छु म त्यहाँ उठबस गर्न लाउँछु जे पाए त्यही बोल्दियो होइन भित्तामा ठोक्न लाउँछु नि टाउको डङडङ सानुलाई ल्याएर उठबस गर्न लाउँछु नानी मोटाएछ रे त्यही छोरा झारे हेर केटा हो बिरामी देखेको म त यस्तो लाउँदा त यति के बोलेको थिएँ यो मेरो बोली अमूल्य भयो
सबजना डबलमा ट्याप गरौँ 900 जना 927 ट्याप जान्छ अब यसको जान्छ 23 विन जान्छ अब थ्याङ्क यू थ्याङ्क यू कुशल लिम्बुलुङ्गा खाइस अब झरेरै जाने हो अब हामी झारेरै जाने हो दाइ पनि आउनुभयो मेरो दाइ पनि आउनुभयो नाम भन्दिनँ म ठिकै हो यत्रो टाइमसम्म पनि नझर्नु त नि 16 पार्दसम्म नझर्ने भनेपछि त थ्याङ्क यू सोल्ची लुङ्गा थ्याङ्क यू वेलकम झारिदियो यत्रो टाइम झारिदिनु दाइको नाम भन्नु हुँदैन के भन्छ तर अझै टाइम लिनुपर्छ केटा हो जति टाइम लिन्छ अब त सक्दैन बाबु कति हो 2 लाख आइसक्यो 2 लाख कहाँको 900 कहाँको 2 लाख इस शेर्पा दाइ आउनुभयो होइन आवा वेलकम मेरदार शेर्पा दाइ भन्यो मान्छेको एकचोटि त बिहोसै हुन्छ नि शेर्पा दाइ थ्याङ्क यू कुशल लुङ्गा नयाँ गिफ्ट पाएँ आज मैले नयाँ गिफ्ट पनि झरेछ 2टा गाइस झर्यो यार 2टा नयाँ गिफ्ट पायो एनिवे नो प्रब्लम झर्नुपर्छ धेरै समयसम्म राखिरहनु हुँदैन ड्यामेज हुन्छ बाइकमा हान्नु के लुङ्गा भइसक्यो शेर्पा दाइ आउनु भयो लुङ्गा खेर गयो नि गिफ्ट शेर्पा दाइले फेरि नापेर हान्छ भनेर होला आउनु भएको छैन अब त म त सुत्छ रे 23 वटा विन झर्यो रे कान्छाको थ्याङ्क यू लुङ्गा हस् लुङ्गा थ्याङ्क यू लुङ्गा बिग्रेस लुङ्गा के सुन अब म डन हो 23 वटा विन झारे अब म डन हो किन बोल्नी किन 16 17 18 19 20 21 22 23 अब उठ्नुस् गर्नु त्यहाँ क्षमता आएको मेरो त तपाईँको त 12-1300 त हो नि ल अब तपाईँले फुर्ती नलाउनु नि 40 मिनेटसम्म पनि नझारेको तिमी नामर्दी अब म यसलाई आठवटा विन भनेको 8 5 40 पनिसमेन्ट गर्नु अब मलाई थाहा छैन पनिसमेन्ट मेरो त 5000 आएको 40 मिनेटसम्म तिमीले मेरो झारे थियो पनिसमेन्ट गर्नु तपाईले ल उठ बस गर्नु कान्छी बोकेर सानो रक्सी खाते त्यही भएर नझरेको मेरो विन सानो बोकेर लफटा उठ बस गर्नु तपाईको 10000 ल्याएको भए मैले गर्थे मेरो त 5000 आएको छ उठ बस गर्नु कति डिफरेन्टमा छ तपाईको 1070 मेरो 5635 ल गर्नु छिटो कान्छ होइन मान्दै जस्तो भनिरहेछ त सानो बोकेर उठबस गर्नुपर्छ कि ल्याएर किस खानुपर्छ तपाईले भने मान्दै किसै खानु पर्दैन यहाँ गालामा खाए नि हुन्छ ल ल्याउनु सानोलाई म त मान्दिनँ तपाईँको 5000 ल्यायो भने म नि गर्छु छिटो ल्याउनु हेर्नु झरेपछि कति आनन्द भएको मान्छेले छिटो ल्याउनु सानो ल्याएर यसो गर्नु छिटो सानो ल्याउनु झरेपछि आमामा कम्ती उफ्रेछ म त मान्दिनँ म त छिटो सानो ल्याएर यस्तो गर्नु कुन चाहिँ दाइ हो लुङ्गाले 2000 हान्दै उफ्रिरहेको थियो झरेपछि त आमामा झर्न लाग्दा पनि ठिकै थियो झरिसकेपछि झर्नु यहाँ सुन्नु टाइम पनि याद राख्नु 40 मिनेटसम्म नझरेको कुरा हो नि फेरि अहिले झरे भने नहुनु 8:40 त्यत्रो मिनेटमा नझरे नि हाम्रो 5000 ले झारे हो नि त सानोले झारे हो रक्सी खाएको कहाँबाट झर्छ त नि म त तानेर ल्याएर त्यहाँ यस्तो गर्नु
कान्छा यस्तो गर्नु तपाईँ जानु आउन्न म त काट्यो भन्दा फेरि ब्लक गर्छु नो प्रब्लम कसम फेरि बोर्डिङमा नानी नरिसाउन कालिकामा एकचोटि मलाई अनब्लक गर यत्रो दिनसम्म रिस मरेन भन्ने होइन नि फेरि त्यस्ता त भन्दै भने बोर्डिङमा भिडियो कल नगर्ने ल त्यसो भए मलाई गइसक्यो बुढी कसैले फर्काउँदैन अर्को हेरिन्छ तपाईँले अहिले भर्खर फोन गरेर कालिकामा अनब्लक गर यत्रो दिनसम्म रिस हराएन भने होइन मलाई किन भने मेरो जस्तो अनुहार थियो र त्यो गरेको तपाईँले यही घर जाएको टी सर्ट लाउनु भएको थियो यही टी सर्ट अनि कालो कट्टु लाउनु भएको उठ्नु नत्र त्यो कट्टु देखाउनु मलाई त्यो लामा खुट्टो देखाउनु मलाई लु अब कालो कट्टु लाउनु भएको यही टी सर्ट घर जाएको लाउनु भएको थियो अघि गजब बेइज्जती के भिडियो कलमा हो कि होइन र अघि भिडियो कलमा अनुहार पो देखाउँछ होला त कट्टु चाहिँ किन हेर्नु पर्यो तपाईँले कट्टु लाएर चाहिँ होइन रहेछ तपाईँ होइन कि तपाईँको सेकेन्ड ह्यान्ड चाहिँ हेर्छु भिसीमा गएको थियो र म त उठ्दैन बरु फ्यालेर आउँछु कट्टु लाएर आउँछु हेर्नङ्गै थियो त्यो त गएको गाई गर्छु त टोइलेटमा यो गएको बेला तपाईँ अगाडि आउनु त सानो आउनु यसलाई यस्तै गर्नुपर्छ 2 मिनेटमा यो हात नदै फर्केर आउँछ ओ आयो अब म ल यहाँ अब हात धोइ कि धोएन देखाउनु यहाँ धुएछ छिमेकीहरू पनि उफ्रमाउलै हुन्छ त हो धुएछ हात यसले घोडा र कपाल त्यो खुट्टाको रौँ देखायो हेलो डार्लिङ हेलो प्रदीप कैसा है हाउ आर यू बिल्कुल सही मेरा बीबी कब से तुम्हारा वेट कर रही हूँ